हेलो नमस्ते सबैजनालाई आज चाहिँ 2026 को ह्याप्पी बुद्ध जयन्ती। आज चाहिँ शुक्रबारको दिन घरमा प्रे गर्दैछौँ हामीहरू। भोलि चाहिँ सबै हामी फ्यामिलीहरू आसपट जाँदैछौँ गुम्बामा गुरुहरूलाई पनि दर्शन गर्ने। अनि ह्याप्पी बुद्ध जयन्ती सबैलाई। बुद्ध जयन्तीमा जाँदै गरेको नमस्ते सबैजनालाई। हामी चाहिँ आज आसपट जाँदै गरेको बुद्ध जयन्तीको गुम्बा बुद्धको दर्शन गर्नु गुम्बामा। अब यहाँबाट चाहिँ फेरि सबैलाई बटुल्दै जानुपर्छ। अनि हामी बुढाबुढी चाहिँ हिँड्यौँ 8 बज्न आँट्यो। छिट्टै पर पुग्नुपर्छ बिहानै। यत्रो मुख बनाएर चाहिँ कुदाइरहेछ गाडी। 1899 बनिएको रहेछ। यो त कति पुरानो 125 वर्ष 127 वर्ष पुगिसकेको रहेछ हौ। हुन्छ र उहाँसँग 4जना 5जना चाहिँ काउन्सिलरहरू किन आउनुहुन्छ। उहाँहरू चाहिँ भोलन्टियर हो। उहाँहरू चाहिँ हाम्रो यो पूजा कसरी हुन्छ उहाँहरू चाहिँ एकदम इन्ट्रेस्टेड भएकोले गर्दाखेरि उहाँले रिक्वेस्ट गर्नु भएर आउनुभएको हो र हामीले एक्सेप्ट गरेर अनुरोध गर्दछु। थ्याङ्क यू। र जति पनि हाम्रो गेस्टको लागि वेलकम गर्ने साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ बाहिर पर्खिदिनु होला। It's very good to see the gate up. I'm very happy for you. And Jayanti is a very good time for us to come and to share with you the spiritual meaning of this monastery. And I thank खाना खानुको लागि लागेको सुमिना। अब खाना खुल्यो। अब खाना खाएर बस्न जाने हो। अनि खाना खाएर चाहिँ बलियो हुने। मोदी खाना लिनु होइन एकछिनमा एउटा न्युज सुरु गरेर टाढाबाट आउनु भएको छ न पहिला। हैन हामी पहिला जाने चाहिँ किन निर्णय गर्नु भयो र पहिला जाने चाहिँ के कारणले हो? के कारणले रिप्लाई अब त्यो रिप्लाई चाहिँ हुनुपर्छ नि। कारण चाहिँ अब अहिले छुट्टी मिलेको छैन। छुट्टी मिल्यो भने चाहिँ जाउँला। तपाईँहरू जाने हो सबैजना? प्लिज आँट गर्नुहोस् न। हजुर आँट गर्नुहोस् न। ट्राई गर्ने अब भयो भने जाउँला। अब अब होइन म जुरेको छ भनेदेखि जाइहाल्छु। सुन्नु न यहाँ लाइनै छौँ हामी कैलाश हाम्रो टिम त ट्रोल गरेर पनि जान्छौँ हामी त यसरी। कति धेरै ल्याएको छु है खानेकुरो पनि। भुइँमा बसेर पनि छोड्नु। त्यसै गरेर अरू प्राणीहरूलाई पनि दुःखबाट मुक्त हुने एउटा मार्ग देखाउने एउटा भक्ति अथवा करुणा र ज्ञानले भरिएको व्यक्तिलाई हामीले बुद्ध भनेर चिन्न सकिन्छ। र जयन्ती भनेको बुद्धको 12वटा लीलामध्ये जुन मेन लीला 3वटा लीला अथवा तिथि यो बुद्ध पूर्णिमाको दिन अथवा यही महिनामा पर्ने गएको हुँदाखेरि हामीले यसलाई विशेष रूपमा बुद्ध जयन्ती भन्दै हामीले नामकरण गर्दै आएका छौँ। मनुष्य लोकमा जन्म लिएका छौँ।
र मनुष्य लोक भनेको यस्तो लोक हो कि जुन लोकबाट भनेर हामी बनेको छ भनेको मतलब पहिला जन्ममा हामीले चाहिँ मनुष्य जीवन लिनेको चाहिँ एउटा जब जस्तो अथवा एउटा बिउ जस्तो चाहिँ के हुनु पर्यो मेन भन्दाखेरि छोडिम भनेको सिल लिएको हुनु पर्यो त्यो सिल लिएको कारणले गर्दाखेरि एक र झुम्बासो पछि डोजे भन्दाखेरि हामीले 6 परामिताको ज्ञान अथवा बुझेको अथवा त्यसमा भिजेको त्यसको पालन गर्नुको कारणले गर्दाखेरि अहिले हामीले मनुष्य जीवन यसरी पाएको हो भनिन्छ तर यो 6 परामिता के गरेको कारणले गर्दा हामीले मनुष्य जीवन पाएको भन्दाखेरि छिम्बा भनेको हामीले धेरै दान गरेको कारण पुण्यले गर्दाखेरि अहिले हामीले यसरी मनुष्य जीवन पाएको भन्छ र त्यसै गरी हामीले सिल लिएर मात्रै भएन सिललाई राम्रोसँग पालन गरेको कारणले गर्दाखेरि पनि अहिले हामीले यसरी मनुष्य जीवन पाएको हो भनेछ त्यसै गरी हामीले पहिला जीवनमा चाहिँ रिस धेरै नगरेर चाहिँ जति मान्छेले रिस उठाए तापनि सहनशीलता एकदमै सहनशीलतासँग बस्नु सकेको कारणले गर्दाखेरि पनि अहिले हामीले यसरी मनुष्य जीवन पाएको हो भनिन्छ र त्यसै गरी पहिला जीवनमा हामीले धर्म कर्मको कार्यमा चाहिँ एकदमै इन्ट्रेस्ट अथवा रुचि राखेको कारणले गर्दाखेरि पनि अहिले हामी यसरी मनुष्य जीवन पाएको हो भनिन्छ र त्यसै गरी हामीले पहिलो जीवनमा समाधि र ध्यान एकदमै पूर्वक गरेको कारणले गर्दाखेरि अहिले हामीले यसरी मनुष्य जीवन पाएको अझै त्यति मात्र होइन पहिलो जीवनमा हाम्रो जीवनास गए ठेसिलास मिलोनुपछि थोपाने धेरै चाहिने भएकोस् भनेको मतलब उदाहरण कसो दिएको छ भन्दा चाहिँ मनुष्य जीवन पाउनु कति कठिन छ भने उदाहरण कसो दिएको छ भने एउटा समुद्र एकदमै ठुलो समुद्रमा कछुवा त्यो पनि अन्धा कछुवा त्यो चाहिँ के गर्छ भन्दाखेरि त्यसले चाहिँ 1 वर्ष मात्रै समुद्रबाट बाहिर टाउको निकाल्छ र समुद्रमा के छ भन्दाखेरि एउटा हलो जस्तो काठ है अनि न्यासिङ भनिन्छ हलो जस्तो काठ त्यो चाहिँ बिचमा पल भएको कछुवाको टाउको मात्रै अग्ने पल भएको तर त्यो चाहिँ एक ठाउँमा बस्यो भने त जब त्यो कछुवाले 100 वर्षमा एकचोटि टाउको निकाल्दाखेरि त्यो ठेकै पलमा कछुवाको टाउको त्यो हिँड्न सक्छ तर हलो जस्तो काठ पनि एक ठाउँ नबसेर चाहिँ कहिले पूर्वको पानीको छाले पश्चिमको पानीको छाले उत्तरको पानीको छाले दक्षिणपट्टि पुर्याउनु हुँदाखेरि the Buddha, so-called leader of Buddhism, the founder, we can also say the founder, the leader, the one who taught Buddhism to the world. So his birth took place during the 15th or the full moon day of Vesak month. Also, he also attained enlightenment at the same day, and in the end, he also passed away, or we can also say parinirvana in the same day. We're not talking about what could we do. And he said, so he said, commit no single unwholesome activity. Means do not do anything unwholesome, non-virtue, ego. The first thing. The second thing, do as much or all the virtuous actions for yourself or to your person. And